ल आज चाहिँ यो फिजिकल केमिस्ट्रीबाट जहिले सोधिराख्ने केपी र केसीको रिलेसन चाहिँ आज हामी सिम्पल म्याथमेटिक्स युज गरेर डेराइभ गरौँ। यो चाहिँ म कुनै त्यस्तो ठुलै कन्सेप्ट लगाएर चाहिँ बुझाउँदिनँ, कन्सेप्ट चाहिँ एकदम ठुलो छ, तर यो सिम्पली डेराइभ चाहिँ कसरी गर्न सक्छु म आज म प्रुभ गर्न गइरहेको छु। यो क्वेसन चाहिँ प्रायः जहिले सोध्छ। यसपालिको 2083को हिसाबमा पनि सोधिएको थियो केमिस्ट्रीमा। यहाँ प्रायः यो ओल्ड इज गोल्डको यो प्रायः सबैमा भेट्नुहुन्छ। यो सेट 1को यहाँ डिराइभ द रिलेसनसिप बिट्विन केपी एन्ड केसी सेट 1मा नै सोधेको छ। सेट 2मा नि हेर्नुहुन्छ भने वाट इज द रिलेसनसिप बिट्विन केपी एन्ड सिटी, यो प्रायः जहिले सोधिराख्ने क्वेसन हो। केपी र केसीको रिलेसन भनेको जहिले सोध्छ। ल आज हामी यसलाई चाहिँ सिम्पल डेराइभ गरौँ। सुरुमा चाहिँ हामी के गर्ने भने एउटा जेनेरल रिभर्सिबल रियाक्सन एज्युम गर्ने। लेट अस कन्सिडर अ जेनेरल रिभर्सिबल GENERAL जेनेरल रिभर्सिबल रियाक्सन। रिभर्सिबल रियाक्सन भनेको तपाईँलाई थाहा छँदैछ होला, A + B रिभर्सिबल रियाक्सनलाई चाहिँ यसले यस्तो रिटर्न गर्छ, डबल साइडेड हेड लगाएर C + D यति रिटर्न गर्छ। रिभर्सिबल रियाक्सन भनेको चाहिँ यो दुईवटा रियाक्टेन्ट रियाक्ट गरेर यो प्रोडक्ट दिन्छ र यो दुईवटा प्रोडक्ट रियाक्ट गरेर यो रियाक्टेन्ट दिन्छ क्या, होइन। एउटा जेनरल रिभर्सिबल रियाक्सन एज्युम गर्ने। अब केही गाह्रो छैन, यसलाई यहाँ सानो A राखिदिउँ, यहाँ सानो B राखिदिउँ, यहाँ सानो C राखिदिउँ, सानो D राखिदिउँ। सिम्पल, केही छैन, बुझ्नको लागि यति गर्न सकिन्छ। ल अब हामीलाई ल अफ मास एक्सन थाहा छ। एकोर्डिङ टु ल अफ मास एक्सन, ल अफ मास एक्सन पढ्नु होला, 1 मार्क्समा कहिलेकाहीँ सोधिदिन्छ त्यो पनि। एट इक्विलिब्रियम स्टेट के हुन्छ भने एट इक्विलिब्रियम स्टेट केपी र केसीको भ्यालु के हुन्छ भने केसी इज इक्वल्स टु यस्तो, यसलाई चाहिँ यसरी बिग ब्राकेटमा लेखौँ, डिभाइड बाई यस्तो गर्नु होला। यहाँ चाहिँ A, यहाँ चाहिँ B, यहाँ चाहिँ C, यहाँ चाहिँ D। C को माथि सानो C, D को माथि सानो D, A को माथि सानो A, B को माथि सानो A। यसलाई चाहिँ हामीले इक्वेसन फर्स्ट एज्युम गर्नु। यो बुझ्नुभयो होला, यो केही छैन, यो चाहिँ याद गर्नु होला। केसीको भ्यालु यसरी नर्मल ABCD राखेर माथि ABCD आफैले त दिमाग लगाएर सिम्पल गर्न सकिहालिन्छ। अब केपीको लागि भनेको चाहिँ यहाँ ट्याक्क पी थपिदिने क्या, यहाँ पी थपिदिने, यहाँ पी थपिदिने। के गर्ने भने PC को पावरमा C, होइन, PD को पावरमा D, PA को पावरमा A, PB को पावरमा B। यो चाहिँ हाम्रो इक्वेसन सेकेन्ड भयो। अब हामीलाई आइडल ग्यास इक्वेसन थाहा छँदैछ, होइन। फ्रम आइडल ग्यास इक्वेसन PV = nRT। आइडल ग्यास इक्वेसनले के भन्छ भने PV = nRT। यहाँ n भनेको नम्बर अफ मोल्स हो। अब हामी के गर्ने भने P को भ्यालु निकाल्नु। P चाहिएको के P = यो यहाँ गयो डिभाइड भयो n/v × RT हो। n/v भनेको चाहिँ C हो, यो चाहिँ मोलारिटी हो। मोलारिटीको भ्यालु भनेको n/v थाहा छँदैछ होला। हामीले C राखिदिउँ सिम्पली। P = CRT भएन, P = CRT। अब हामीले के लेख्न सक्यौँ भने अब यहाँ के भयो भने PA भयो भने CA हुन्छ कि हुँदैन। सो PA = CART, PB = CBRT, PC = CCRT, PD = CDRT। यति भयो, यतिसम्म सबैले बुझ्नुभयो होला। अब यो भ्यालुलाई चाहिँ लगेर हामीले यहाँलाई राख्यौँ कि हामी इक्वेसन सेकेन्डमा। पुटिङ दिज भ्याल्यु इन इक्वेसन सेकेन्ड के पायो भने केपी = P सारिदिउँ, अहिले फेरि यताउता हुन्छ। PA को पावरमा A, PB को पावरमा B, होइन त। अब PC भनेको चाहिँ CCRT हो कि होइन, त्यही भएर यो भ्यालुहरूलाई हामीले इक्वेसन सेकेन्डमा लगाएपछि हामीले यति पायौँ, होइन त। PC भनेको CCRT छ नि, CCRT को C, त्यही कन्सेप्ट लगाएर यति निकालेको छ। अब हामी यसलाई सेपरेट गरौँ है त। के भयो भने CC को होल स्क्वायर होइन, C छ है,
त्यही स्क्वायर लेखेर यहाँ बिग्रेछ कि स्क्वायरमा कस्तो झुकिहाल्छ त्यही भएर आरटीको पावरमा सी भइहाल्यो यहाँ भनेको सिडीको पावरमा डी आरटीको पावरमा डी डिभाइड बाई सिएको पावरमा ए आरटीको पावरमा ए सिबीको पावरमा बी आरटीको पावरमा बी यसलाई छुट्याएको मात्र हो सिसीको पावरमा सी आरटीको पावरमा सी भनेको नि त भनेको त त्यही भएर अब हामीले सिसी भनेको चाहिँ के हो भने सी सिडी भनेको डी सिए भनेको ए सिबी भनेको बी अब हामीले के पायौँ भने केपी इज इक्वल्स टु सीको पावरमा सी डीको पावरमा डी एको पावरमा ए बीको पावरमा बी हैन अझै छ नि यति हामीले यसलाई सेपरेट गऱ्यौँ अब आरटीको पावरमा आरटी अब यस्तो छ अझै यहाँ आरटीको पावरमा सी आरटीको पावरमा डी यसलाई सेपरेट मात्र गरेको आरटीको पावरमा ए आरटीको पावरमा बी अब यो यति हेर्नुहुन्छ भने यो भ्यालु कहाँ छ भने यहाँ चाहिँ केसी आयो क्या केसी हो नि यो त्यही भएर यतिको ठाउँमा हामीले केसी लेख्दियौँ केपी इज इक्वल्स टु केसी इन्टु अब आरटी सी प्लस डी हो कि नै हो आरटी ए प्लस बी हो यहाँ चाहिँ केही गरेको छैन यहाँ चाहिँ भनेको यहाँ यो बेस सेम भएपछि यसको पावर जोड्न सकिन्छ त्यही भयो आरटी सेम भयो सी प्लस डी आरटी सेम भयो ए प्लस बी होइन केपी इज इक्वल्स टु केसी इन्टु आरटीको पावरमा सी प्लस डी अब यो माइनसमा जान्छ क्या यो माथि जाँदा माइनस ए प्लस बी होइन त अब केपी इज इक्वल्स टु केसी इन्टु आरटीको पावरमा यतिलाई चाहिँ डेल एन लेखिन्छ डेल एन सी प्लस डी माइनस ए प्लस बीलाई चाहिँ डेल एन लेखिन्छ यो क्वेसन नम्बर डेल एन भनेको चाहिँ के हो भने नम्बर अफ मोल्स अफ ग्यासियस प्रोडक्ट यसलाई चाहिँ नम्बर अफ मोल्स अफ ग्यासियस रियाक्टेन्ट लेख्न पनि सकिन्छ यदि के बुझ्नु भने यो नबुझ्दा नि भयो सी प्लस डी माइनस ए प्लस बीलाई डेल एन लेख्न सकिने रहेछ त्यसको ठाउँमा डेल एन लेखेको यसले चाहिँ हाम्रो केपी र केसीको रिलेसनसिप दिन्छ अब कहिलेकाहीँ यो क्वेसन चाहिँ 4 मार्क्समा पनि सोधिन्छ कहिलेकाहीँ 2 मार्क्समा पनि सोधिन्छ प्रायः यो क्वेसन सोध्ने भनेको 4 मार्क्समा हो तर यसपालि क्वेसनमा 2 मार्क्समा सोधेको छ त किन हो त्यो थाहा भएन ल यो इजिली सल्भ हुन्छ यो त्यस्तो केही गाह्रो छैन ल यति नै थियो आजको लागि।